रमाउनलाई जान लाग्यो दाजुको घरमा। सबैजना रेडी, ल अब त्यहाँ गएर भेटौँ ल। ल टोली हिँड्यो गाडी साडीमा बसेर सरर हाम्रो छोरी पछाडि सरर टिका लाउन दाजु कहाँ टिका लाउन। अब के गर्नु, माइती जाऊँ भने माइती चाहिँ टाढा परे। एउटा एकजना माइती हुनुहुन्थ्यो भाउजू नेपाल, ढलक्क गिहाल्नुभयो। अब कहाँ जानु, अब त्यही दाजु कहाँ जाने टिका लाउनु त। न मामा घर जानु, न अन्त त कहाँ गइदियो, न फुपू घर जानु है। ठिकै छ, समथिङ बेटर देन नथिङ। पुलिस पनि त्यहाँ लुकेर बसिरहेको रहेछ है, ट्रक लिएर। ट्रकवाला पुलिस मेरो थोरै छ। टिका सुरु भयो, अब यसरी सुरु हुँदैछ। आमासँग टिका लाउन भाग्यले जुरायो। सबै यहाँ पुरा हिरो हिरो बनेर, हिरो हिरोइन यता त्यस्तै हो। तिमी त्यहाँ बस, यहाँ मसँग सानो टिका पिछा मलाई नि एउटा ल्याइदिनु। टिका लगाइसक्यो होइन यहाँ सानो एउटा टिका लाउनुलाई क्या। टोपी लगाइ काजु सबै झऱ्यो। ए त्यो पनि हुन्थ्यो है। टाइम लाग्छ
त वर्तमान गरेर छैन पहिला भन्थ्यो केरा चाहिँ है एउटा केरा It's the same thing. I got cut a while ago. Remember? We were literally. I was at your house the day. Remember? I can trim it real quick. My haircut appointment's tomorrow, so no thank you. Happy Dashi. Happy Dashi. Happy Dashi. Happy Dashi. यहाँ चलिरहेको छ नि त हाम्रो है बसिरहेको छ दाजुले पछि हामी लगाइदिन्छौँ अनि तिमीहरूले लगाइदेऊ अनि के अरू केटाकेटीलाई एकैचोटि लगाएर
भाउजू अलिकति उ भयो त तपाईँ फोटो आउँथ्यो नि छलिएन त त्यही त त्यही त नाक लामो हुँदैमा बाउने हो भन्ने के ग्यारेन्टी छ र होइन भन्न सकिन्न नि मैले मगरको छोराको पनि लामो नाक देखाएको थिएँ मलाई ल्याएर दिनु च्याथिएको उनीहरूको सब चल्छ मेक्सिको नम्बर चाहिँ हुनुपर्छ होइन त्यो नम्बर मिसिङ छ भने चाहिँ जुन नम्बर छ भने चाहिँ च्याथिएको टुक्रो च्याथिएको पनि चल्छ कि मलाई बिजनेस दिनु ग्यास हाल लाउनु अनि ग्यास हाल लाउनु होइन एउटा सानो
अब हामी चाहिँ हो छप्परै कुरा मेरो छोरीमा चाहिँ के हुँदैन मेरो छोरीलाई भगवान्ले रक्षा गरून् कहिले कहिले अलिअलि केटीहरू चाहिँ उनीहरूले तिनीहरूले एउटा डान्स सुधार्नु अन्त proud of you होइन त्यो कुरा ज्ञानी हुनु I'm really proud of you and keep making proud okay why is that अब जोइ त अब पहिला पढाइसक अब जोइ त आउँछ just make sure you choose the right person respect you more than love you need more respect than love okay oh man that guy loves me so much so I like him not like that oh man that guy respects me so much so I like him More respect than love. Like that. exactly I dig if it. you respect there's always love if you just love Hey, you can respect. respect. Love comes with respect, right? Yeah, exactly. Exactly. झ्याप्पैले हालेछ आउँदै अब सधैँ 20 मा 20 100 मा 100 ठक्क लिनु देवी दाइना हुन् अनि के रे गड सजिलो भयो होला उसलाई होला आदमी रहेछ सधैँ यस्तो होला आदमी हुनु मेरो दिशा छोरी त मजा गरी त अनि आमा दिदी छोरा दिदी कति धेरै लाग्यो अब तिम्रो बाल छैन एरिक एन्जो You want to get right here? You want to get right there? Okay.
फुटबल चाहिँ अमेरिकन होइन नि फेरि नेपाली फुटबल होला I am. Baba, put it in her clip. फोटो सोटो के बाँकी Happy Dasai! अर्को वर्ष भेटौँला फेरि ह्यापी दसैँ। र दिदी दाई अनि हाम्रो सिर्जन बाबुको यहाँ दसैँ सुरु भयो। अब यहाँ अब के हुन्छ मलाई पनि थाहा छैन। अब अगाडि हेर्दै जाउँ कसो कसो हुन्छ नि त्यस्तै हुन्छ। पुरा एकदम डिसेन्ट बनेर हेर आशीर्वाद थाप्नु मान्छे ऊ भद्र भल्लानी बनेर मुसु मुसु हाँस्दै चटक्क परेर बसिरहेको
हजुर चाहिँ राम्रो चाहिँ राखिदिएको छु हराए पनि बिग्रे पनि डर छैन चाहिँ लाएर आउँदै रहेछ यति जतन गर्दा गर्दा पनि मेरा चिज हराउँछ र पो त्यो तिर्छ त मलाई आउँदै रहेछ यति जतन गर्दा गर्दा पनि मेरा चिज हराउँछ र पो त्यो तिर्छ त मलाई फाइनली यिनीहरूको पाल्ला आयो टिका लाउने सानो मान्छे के त खै तिम्रो डल खै अघि लिएर आएको डल आफ्नो अगाडि नहेरेर सिधै पछाडि हेर्नु सानो मान्छेको पालो आयो सानो मान्छे अब टिका जमरा भनिराख्यो अघि टिका लगाइदिएपछि जमरा भनिराख्यो नानीले पैसा दिनुभन्दा पहिला जमरा भनेर फेसबुकमा त्यो त्यतिमा हुँदैन क्यापकट लगाइदियो त्यो पहिला अक्षता बनाउन खेल्यो अनि तपाईँ क्यापकट लगाइदियो त्यो भिडियो अनि ह्याप्पी दशमी सबै म्युजिक भनेर टाइप रमाइलो भइरहेको आयो भने त्यसैले कति सबै गर अनि हाई छोरो व्हाट अप Namaste. के चाहियो स्प्राइट एन्ड बियर होइन पानी हो होइन जुस हो कोको दाई हो कोको भाइ हो यता हेरौँ हेलो यता के भइरहेछ दाजु होइन यो दह्रो भइरहेछ बारबेक्यू बारबेक्यू भइरहेछ अहिले छोपेर निकाली उचाली ओहो बधाई हँ खानु पर्यो भने नखाएर बस्नु हेलो आउनु भयो तपाईँ पनि हेलो आउनु दसैँ हो हजुर दसैँ हो पिर नभन दसैँ हो जिन्दगीमा समस्या भने आउँछन् जान्छन् चिल गरौँ रमाइलो गरौँ खान्छु है त एकचोटि कस्तो रहेछ लास्टमा हट्टा कट्टा नौजवान छिटाहरू त्यहाँ डबल खोलौँ ट्रिपल खोलौँ के गरौँ भन्दै हुनुहुन्छ हाम्रो हट्टा कट्टा नौजवानहरू उता ल हाम्रो दसैँ सुरु भयो फेरि अर्को दसैँ नै सिद्धिन लगाइसक्यो क्लिप हाम्रो 5 दिनसम्म हुन्छ दसैँ के को सब्जी छ छोरो त ज्ञानी छ नि बर्ने पारा अब छोरो पनि पुरा होस् राम्रो हिरो मान्छे आउनु पर्यो नि त फोटो राम्रो आउनु पर्ने हेरो मान्छे ढिलो आएर
गाली अलिअलि खायो कुरा काट्छ भने छिटो हामीले कुरा काटिहाल्छौँ भने छिटो आएको भन्दै थियो उसले अनि सर लाइट त मिलाउनु हुन्छ होला कालो नराम्रो हुन्छ नि आशीर्वाद दियो राम्रो छ आशीर्वाद दियो कसैलाई भन्नुभएको जस्तो लागेको थिएन है मलाई त यो नि हो सबभन्दा ठुलो कुरा मनमा चिताएको कुरा ठ्याक्कै नदर्याउने के मेरो आशीर्वाद लाग्छ भने ठ्याक्कै मनमा चिताएको इच्छा भन्ने कुरो अरूलाई थाहा हुँदैन दिदी भाइको एउटा सेल्फी खिच आउँदैन यस्तो भयो अरे यस्तो कति राम्रो आएको फोटो खिचिहाल्यो नि कति गरेर एउटा खिचिहाल्यो नि राम्रो आइरहेको दुर्गा भवानीले तिम्रा मनमा लागेका तिम्रा इच्छा आकांक्षाहरू सबै पुरा गरून् मेरो भाइ एकदम हामी रियल इस्टेटको एकदम खतरा डन वाउ कृष्ण श्रेष्ठ भन्ने मान्छे तर्सुन् क्या त्यत्रो खालको नाम बनाउनु होइन अनि एकदम सक्सेस पार्टी गर्नुपर्छ कि टाइसाइ लाएर चट्ट होइन तर्साएर अनि सक्सेस पार्टी गर्दा मेरो दिदी भनेर चट्ट चिनाउनु फेरि सबको अगाडि मलाई नि होइन आशीर्वाद छु नि त यसो क्रेडिट मागेँ कि नलाइन छैन त्यही भएर ल जस मनले सोचेको अब जोको पाटहरू होइन तर मनले सोचेको सबै खुसी तिम्रा मनका सपना मैले त्यही भनेको थिएँ मैले त चिताएको पुगोस् भनेपछि त पुरै पुगेँ नि त मैले त चिताएको पुगोस् रोग ब्याज नलाओस् होइन त्यो भनि सकिहाल्यो नि र त्यो माथि टुप्पामा त्यस्तो राम्रो राखेको पनि जम्मै निकाल्ने हाम्रो दाइ भाउजूकोमा टिका लाउन आइपुग्यौँ म छु यहाँ भिडियो खिच्ने मै हो आफू बिनाको भिडियो त खल्लो खल्लो भइहाल्छ नि त घुमाउनु परि गरे अलिअलि नघुमाए जस्तो कहाँ पच्छ त आयुर्वृद्धिरेशो वृद्धि वृद्धि प्रज्ञा सुख श्रियं धर्म संतानयोर्वृद्धि सन्तु ते सत्वृद्धय जयन्ती मंगला काली कपालिनी दुर्गा क्षमा नमस्कार स्वासोदानमोस्तुते सर्वमंगल मांगल्ये शिवे सर्वार्थ साधिके शरण्ये त्र्यंबके गौरी नारायणी नमोस्तुते या चंद्रे मुक्तमेघे गगनतलगते कार्तिके शुक्लपक्षे या रामे लब्धराजे रणविजयते रावणास्यन्तकाले या भीमे वायुपुत्रे सुररिपुमतने कीचकसावसाने सा लक्ष्मी पद्महस्ता पुत्रपौत्राय वृद्धि लक्ष्मीस्ते हरिधारणे वदनो मौलो चन्द्रादृष्टि भुजमण्डलो यस्यायं कीर्ति सदा दीर्घजीवी भव वामे सरस्वती भगवती लक्ष्मी सदा दक्षिणे पानसव्यानमानमणि बद्धोयेन महानगो बलितो लंकापतिर्जितो स्वयं विष्णु सहस्रनाम सहितो नारायणी रक्षतु भद्रमस्तु शिवं शास्तु महालक्ष्मी प्रसिद्धतु रक्षन्तु त्वां सदा देव संस्कार भन्नु अहिले फोन गरिरहेको छैन पछाडि ड्रममा राख्न प्रज्ञा सुख श्रियां धर्म संतानयोर्वृद्धि सन्तु ते सप्तवृद्धय जयन्ती मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वासोदा नमोस्तुते सर्वमंगल मांगल्ये शिवे सर्वार्थ साधिके शरण्ये त्र्यंबके गौरी नारायणी नमोस्तुते या चंद्रे मुक्तमेघे गगनतलगते कार्तिके शुक्लपक्षे या रामे लब्धराजे रणविजयते रावणास्यन्तकाले
या मे वायुपुत्रे सूर्यमदने कीचकसा वसाने सा लक्ष्मी पद्मस्ता भवतरजिये पुत्रपौत्राय वृद्धि लक्ष्मीस्ते हरिवारते च वदनौ मौलौ सदा केशवौ चन्द्रादृष्टिभुजदण्डलपगुणनिधि गृहभण्डार कुबेरस्तथा नित्यं धर्मरत सुदान प्रभायोगिनो यस्यायं गिरति सदा त्वं दीर्घजीवी भव वामे यस्य सरस्वती भगवती लक्ष्मी सदा दक्षिणे प्राणं पानसव्यानमानमनितो नानचूडामणि बद्धो येन माणवो बलितो लङ्कापति निर्दितो स्वयं विष्णुसहस्रनाम सहितो नारायणी रक्षतु भद्रमस्तु शिवं चास्तु महालक्ष्मी प्रसिद्ध। अब दुर्गाको प्रसाद वृद्धि वृद्धि प्रज्ञा सुख श्री जयंती मंगला काली भद्रकाली कपालिनी क्षमा शिवा धात्री स्वासोदा नमोस्तुते सर्वमंगल मांगल्ये शिवे सर्वार्थ साधिके शरण्य त्र्यंबके गौरी नारायणी नमोस्तुते या मुक्तमेघे गौनतलगते कार्तिके शुक्लपक्षे या रामे लब्धराजे रणविजयते रावणाच्यन्तकाले या मे वायुपुत्रे सुरमदने कीचकसा वसाने सा लक्ष्मी पद्महस्ता भवतवग्रे पुत्रपौत्राय वृद्धि सदा केशवौ चन्द्रावृष्टिभुजदण्डलपगुणनिधि गृहभण्डार कुबेरस्तथा नित्यं धर्मरत श्रोतान प्रवायोगिनो यस्यायं गिरति सदा त्वं दीर्घजीवी भव वामे यस्य सरस्वती भगवती लक्ष्मी सदा दक्षिणे हो नि आशीर्वाद लिनु पाइयो। हाई हाई मजाले मन्त्र पनि सुन्न पाइयो हैन। ए लाउनु भएको छैन उहाँले कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वासोदा नमोचे या रामे लब्धराजे रणविजयते रावणस्यन्तकाले या भीमे हिँडेछन् गाउँघरमा सल्लाह गर्दै गर्दै एउटा यो कहानी नै भएन। हामी बिग्रिया हो ठिकै छ फोटो खिच्न आएन पहिला सब भिडियोमा रेकर्ड छ फेरि पछि भिडियो प्ले गर्दै हाँस्दै गर्ने फोटो खिचाएर कति राम्रो